कोई तो बोल देना। बड़ा प्यारा मैं तो गया मारा के यहाँ रे उस पर रूप तेरा सादा चंद्रमा जो आधा आधा जवारे कुरा गर्न मिल्छ सर बुझ्न मिल्छ गाडीको विषयमा केही बुझ्न मिल्छ बुझ्छ सर बुझ्न मिल्छ कहाँ लाँदै हुनुहुन्छ कहाँको गाडी हो के को लागि हो केही बुझ्न मिल्छ कि मिल्दैन बन्द गर्नुपर्छ के हो सर मिल्छ सर बुझ्न मिल्छ कि मिल्दैन मलाई भन्दैन सामान कहाँबाट उठाउँदै हुनुहुन्छ अनुमति के छ बुझ्नु मिल्छ के कागजहरू होला कि गाडी चाहिँ कहाँको हो गाडी कहाँको हो गाडी चाहिँ कहाँको हो कसको हजुर परिचय गाडी कहाँको हो त भन्नु गाडी हो भइरहेको चाहिँ के कसले भनिन्छ कहाँबाट कसको बालुवा कसरी कुन अनुमतिले के प्रयोजनको लागि कहाँ जाँदैछ भन्ने कुरा कसरी भनिदिन्छ छाड़बे ना गोले माले फिरत कोरोना 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 गोले माले यो अवैध रूपमा उत्खनन र निकासी भइरहेको भन्ने सूचनाको आधारमा हामी यहाँ आउँदाखेरि यहाँ चाहिँ के देखिन्छ भन्दाखेरि यसरी उत्खनन गरिरहेको देखिन्छ यो उत्खनन कसले गरिरहेको छ त्यो ट्रकमा लोड गरिँदैछ त्यो ट्रक कसको हो भन्दाखेरि सशस्त्र प्रहरीको ट्रक हो सशस्त्र प्रहरीको ट्रक हो र यो उत्खनन गर्ने सशस्त्र प्रहरीहरू हुन् प्रहरीहरूले बिहान आएर 8:30 बजेको समयमा यसरी उत्खनन गरिरहेका छन् त्यो ट्रकमा लोड गरिरहेका छन् ट्रकमा बालुवा लोड गरिरहेका छन् यहाँबाट उत्खनन गरेर खोला यहाँनिर छ अब यो उत्खनन र निकासी कसरी गरिएको छ प्रहरीका कर्मचारी आएर बिहानै यो उत्खनन र निकासीमा किन संलग्न भइरहेका छन् भन्ने विषयमा सोध्न खोजेको सब उतापट्टि फर्किन्छ यो खोला हो यो खोलाबाट उत्खनन र निकासी गर्नको लागि यसको प्रक्रिया छ चाहे जोसुकैले निकासी गरोस् वा उत्खनन गरोस् खोलाबाट नदीजन्य सामग्रीहरू निकासी गर्नको लागि उत्खनन गर्नको लागि त्यसको एउटा निश्चित प्रक्रिया रहेको छ त्यो प्रक्रिया नपुर्याइकन कसैले उत्खनन र निकासी गर्छ भने त्यो चोरी हो त्यो चोरी निकासी हो कोही बोल्दैन अब रहस्यको कुरा के हो भने यो बालुवा कहाँ जान्छ यो बालुवा कहाँ जान्छ यो अवैध रूपमा उत्खनन गरिएको यो यहाँको बालुवा कहाँ जान्छ यो बालुवा अहिलेसम्म कहाँ गयो अहिलेसम्म कहाँबाट कति उत्खनन गरियो र यो कहाँ गयो त्यो पनि सरकारी गाडीको प्रयोग गरेर त्यो पनि सुरक्षा निकायको कहाँ लगेर बेचिन्छ यसलाई के गरिन्छ यो बालुवालाई गोप्य रूपमा हामीलाई इन्फर्मेसन छ कि विगत 4-5 महिनादेखि यहाँबाट यसरी नै उत्खनन भइरहेको छ यसरी नै एउटा गाडी आउँछ यसरी नै 10-12 जना सशस्त्र प्रहरीका मानिसहरू आउँछन् र यहाँबाट उत्खनन गरेर लिएर जान्छ यो 4-5 महिनादेखि निर्बाध रूपमा चलिरहेको छ वेरी नाइस ये पहला गाना था जो यशुदास जी ने हिंदी में गाया और मैं तो बहुत छोटा था लेकिन मुझे मालूम है कि